केही दिन अघि एक महिला मेरो ओपिडी कोठामा प्रवेश गर्नुभयो। उहाँ घुँडाको दुखाइबाट पीडित हुनुहुन्थ्यो र उहाँको पहिलो भनाइ थियो, डाक्टर मलाई त्यस्ता टिप्स वा सावधानीहरू बताइदिनुहोस् जसले गर्दा म घुँडा प्रत्यारोपण शल्यक्रिया गर्नुपर्ने अवस्थामा नपुगौँ। त्यसैले आजको यस भिडियोमा हामी 4वटा सरल कुराहरूको बारेमा कुरा गर्दैछौँ जुन तपाईँले गर्न सक्नुहुन्छ ताकि तपाईँ घुँडाको दुखाइ वा घुँडा प्रत्यारोपण शल्यक्रियाको आवश्यकता पर्ने अवस्थामा नपुग्नुहोस्। नमस्कार, म डाक्टर हिमांशु त्यागी, फोर्टिस अस्पताल दिल्ली एनसीआरको अर्थोपेडिक्स विभागको प्रमुख हुँ। अब सबैभन्दा पहिले तपाईँले आफ्नो खानपानमा समावेश गर्न सक्ने ती खाद्य वस्तुहरू बारे कुरा गरौँ जसले गर्दा तपाईँको जोड्नीमा हुने सुजन कम हुन्छ। त्यस्ता खाद्य वस्तुहरूमध्ये एक हो बेसार। यो शरीरमा हुने सुजन कम गर्न निकै उपयोगी छ र यदि तपाईँले दैनिक 1 गिलास दुधमा अलिकति बेसार मिसाएर खान सक्नुभयो भने त्यो तपाईँलाई पक्कै फाइदा पुर्याउनेछ। कालो मरिच, अदुवा र लसुन यी तीनवटै बलिया एन्टी इन्फ्लेमेटरी सुजन कम गर्ने पदार्थहरू हुन् र यी अस्थि सन्धिवात, ओस्टियो आर्थराइटिस तथा रुमेटोइड आर्थराइटिससँग सम्बन्धित दुखाइमा निकै उपयोगी छन्। र जब हामी एन्टी इन्फ्लेमेटरी तेलहरूको कुरा गर्छौँ, ओलिभ तेल सबैभन्दा माथि पर्छ। अन्य पदार्थहरू जस्तै अखरोट र चिया सिड्स, चिया बिउ पनि रगतको प्रवाह सुधार्न र जोर्नीको कार्टिलेज पुनर्निर्माणमा निकै सहयोगी छन्। यी सबैका अतिरिक्त तपाईँको खानामा प्रोटिनको मात्रा उच्च हुनुपर्छ ताकि तपाईँको घुँडाको जोर्नी वरिपरिका मांसपेशीहरू बलियो रहन्। यसका लागि तपाईँले पनिर, अन्डा, दाल र टोफु जस्ता पदार्थहरू खान सक्नुहुन्छ। तपाईँको खानामा पर्याप्त क्याल्सियम हुनुपर्छ, त्यसैले हरेक दिन पर्याप्त दुध वा दही खानुहोस्। र बदाम क्याल्सियमको एकदम राम्रो स्रोत हो। र यदि तपाईँको खानामा भिटामिन डी को कमी छ भने अन्डाको पहेँलो भाग र बोसोयुक्त माछा जस्ता पदार्थहरूले तपाईँलाई पक्कै मद्दत गर्छन्। यी सबैका अतिरिक्त जोड्नीको स्वास्थ्यमा कोलेजनको विशेष भूमिका हुन्छ। केही प्राकृतिक रूपमा पाइने पदार्थहरूमा कोलेजन प्रशस्त पाइन्छ, जस्तै अमला, अम्बा वा सुन्तला। अब हामीले कुन गतिविधिहरूबाट टाढा रहनुपर्छ भन्ने कुरा गरौँ। सबैभन्दा पहिले यदि तपाईँ दौड्न, जोगिङ वा हिँड्न मन पराउनुहुन्छ भने पक्कै पनि कडा सतह वा सडकमा नगर्नुहोस्। तपाईँले माटोको मैदान खोज्ने प्रयास गर्नुहोस्। यसको अर्थ खुल्ला मैदान जहाँ माटो वा माटोको सतह छ ताकि हिँड्दा जोर्नीमा पर्ने दबाव कम होस्, किनभने कडा सतहमा हिँड्दा जोर्नीमा पर्ने दबाव बढी हुन्छ। यसले जोर्नीमा क्षति पुर्याउँछ। दोस्रो, तपाईँले स्किपिङ जस्ता उफ्रिने व्यायामहरूबाट टाढा रहनुपर्छ, किनभने यसले घुँडाको आर्थराइटिस र घुँडामा दुखाइ चाँडै हुने सम्भावना बढाउँछ। तेस्रो, यदि तपाईँलाई पहिले नै घुँडामा दुखाइ छ भने सिडी चढ्न पक्कै पनि टाढा रहनुहोस्। चौथो, लामो समयसम्म पाल्थी मारेर बस्न पनि टाढा रहनुहोस्, किनभने घुँडाको यति धेरै मोडिने अवस्थाले पनि घुँडामा दुखाइ ल्याउँछ। अर्को र सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि भविष्यमा घुँडामा दुखाइबाट बच्न चाहनुहुन्छ भने भारतीय शौचालयको सिट प्रयोग गर्न पक्कै पनि टाढा रहनुहोस्। तपाईँले अङ्ग्रेजी शौचालयको सिट वा कमोड कुर्सी प्रयोग गर्नुहोस् ताकि बस्दा तपाईँ आरामसँग बस्न सक्नुहोस् र घुँडामा दबाव नपरोस्। अब तपाईँले के गर्नुपर्छ भन्ने कुरा गरौँ। सबैभन्दा पहिले तपाईँले नियमित रूपमा हिँड्न पक्कै जानुपर्छ। हिँडाइ कम्तीमा 20 देखि 30 मिनटको लागि हुनुपर्छ। यदि तपाईँलाई घुँडामा दुखाइ भए पनि खुला मैदानमा हिँड्न जानुहोस्। आवश्यक परे लट्ठी प्रयोग गर्नुहोस्। तपाईँले दैनिक कम्तीमा 10 मिनट घुँडाको व्यायाम नियमित रूपमा गर्नुपर्छ। यस भिडियोमा म तपाईँलाई घरमै गर्न सकिने 4वटा सजिला घुँडाको व्यायामहरू पनि बताउने छु। तेस्रो कुरा, जब तपाईँ बाहिर जानुहुन्छ सधैँ राम्रो जुत्ता लगाउनुहोस्। त्यसैले सधैँ राम्रो गुणस्तरको हिँड्ने जुत्ता प्रयोग गर्नुहोस्। अब 2 खेल वा 2 गतिविधिहरू अलि विवादास्पद छन्। पहिलो साइकल चलाउने हो र अर्को पौडी खेल्ने। जब तपाईँ साइकल चलाउन जानुहुन्छ, यदि तपाईँले कम प्रतिरोधको मोड्युल प्रयोग गर्नुभयो भने जसको अर्थ तपाईँले घुँडामा कम दबाव पार्नु भएको छ, यो वास्तवमा तपाईँको घुँडाका लागि राम्रो हुन्छ। तर यदि तपाईँले प्रतिरोध बढाउनु भयो भने कहिलेकाहीँ यसले तपाईँको घुँडामा क्षति पुर्याउन सक्छ र व्यक्तिगत रूपमा म घुँडामा दुखाइ भएका मानिसहरूलाई उच्च प्रतिरोधको साइक्लिङ व्यायाम गर्न सल्लाह दिन्न। अर्को कुरा, पौडी खेल्न निश्चित रूपमा तपाईँका लागि राम्रो छ। जब तपाईँ घुँडामा दुखाइबाट पीडित हुनुहुन्छ, म मेरा सबै बिरामीहरूलाई पौडी खेल्न सल्लाह दिन्छु, किनभने यसले घुँडाको जोर्नीको चलायमानता बढाउन मद्दत गर्छ र व्यायाम गर्दा कम दबाव पर्छ। अब घरमै गर्न सकिने 4वटा सजिला व्यायामहरूको कुरा गरौँ। यी व्यायामहरू गर्नका लागि सबैभन्दा पहिले तपाईँले 1 केजी, 2 केजी वा 3 केजीको तौल तयार राख्नुपर्छ। पहिलो व्यायामका लागि, जसलाई क्वाड्रिसेप्स सशक्तिकरण व्यायाम भनिन्छ, तपाईँले कुर्सीमा आरामसँग बस्नुपर्छ र खुट्टा यसरी झुन्ड्याउनुहोस्। टाउको नजिकै 1 केजीको तौल बाँध्नुहोस् र आफ्नो खुट्टा पुरै सोझो बनाउन प्रयास गर्नुहोस्।
यो स्थितिमा 5 देखि 10 सेकेन्डसम्म राख्नुहोस् र यो व्यायाम 25 पटक दोहोऱ्याउनुहोस्। सुरुमा तपाईँ 1 केजीबाट सुरु गर्न सक्नुहुन्छ, तर बिस्तारै 2 केजी, 3 केजी र तपाईँको मांसपेशीको शक्तिमा भर पारी 5 केजीसम्म जान सक्नुहुन्छ। यो क्वाड्रिसेप्स मांसपेशी बलियो बनाउनका लागि धेरै राम्रो व्यायाम हो। यो तपाईँको खुट्टाको अगाडिको मांसपेशी हो। अब यो व्यायामको दोस्रो भाग भनेको तपाईँ ओछ्यानमा यसरी पल्टिनुहुन्छ र खुट्टा ओछ्यानको छेउबाट झुन्ड्याउनुहुन्छ। फेरि तपाईँले आफ्नो खुट्टाको घुँडाको नजिक तौल बान्नुहुन्छ अनि बिस्तारै घुँडा मोड्नुहुन्छ। यो पनि तपाईँले 25 पटक गर्नुपर्छ। यसले तपाईँको खुट्टाको पछाडिको मांसपेशी, जसलाई ह्यामस्ट्रिङ मांसपेशी भनिन्छ, बलियो बनाउन मद्दत गर्छ। अर्को व्यायाम भनेको तपाईँ यसरी कुर्सीमा बस्दा घोडा बीचमा सिरानी वा पट्याएको तौलिया च्याप्नु हो। जब तपाईँ यो व्यायाम गर्नुहुन्छ, जाँघको भित्री भागको मांसपेशी, जसलाई एडक्टर भनिन्छ, ती बलियो हुन्छन्। त्यसैले यो व्यायाम 25 पटक गर्न प्रयास गर्नुहोस्। सिरानी वा तौलिया 5 देखि 10 सेकेन्डसम्म च्यापेर राख्नुहोस् अनि आराम गर्नुहोस्। चौथो व्यायाम भनेको तपाईँ भुइँमा बस्नु हो। तपाईँले घुँडाको जोर्नी मुनि पट्याएको तौलिया वा सिरानी राख्नुहोस् अनि घुँडाको बलले त्यसलाई जमिनतिर थिच्नुहोस्। यो स्थिति 5 देखि 10 सेकेन्डसम्म राख्नुहोस् अनि आराम गर्नुहोस्। यी व्यायामहरू तपाईँले दैनिक गर्नुपर्छ। यसले तपाईँको दैनिक समयको मुस्किलले 10 वा 15 मिनट मात्रै लिन्छ। यदि तपाईँले यी व्यायामहरू बिहान र बेलुका दुवै समयमा गर्न सक्नुभयो भने तपाईँको घुँडाको जोर्नी वरिपरि राम्रो बलियो मांसपेशी बन्नेछ र भविष्यमा तपाईँलाई घुँडामा दुखाइ हुने छैन। आशा छ यो भिडियो तपाईँलाई उपयोगी भयो। त्यसैले आफ्नो खानपान, दैनिक दिनचर्या र व्यायाममा यी 4वटा सरल निर्देशनहरू पालना गर्नुहोस् र म निकै आशावादी छु कि तपाईँलाई कहिल्यै घुँडामा दुखाइ हुने छैन वा घुँडा परिवर्तन शल्यक्रिया गर्नुपर्ने आवश्यकता पर्ने छैन। शुभकामना।